हेलो एभ्रिवान, आज हामी छौँ धनगढीको शनिबार मेलामा। चिसो मौसममा यत्तिको भिड हुनु चाहिँ खत्रै लाग्दैछ है मलाई। एकदमै चिसो छ। चिसो मौसम भए पनि चिसो मौसमलाई ब्यालेन्स गर्नलाई भने चाहिँ तातो सेलरोटी, पकौडा, बटुक भने चाहिँ हामीले सबै पसलहरूमा लगभग देख्न सकिन्छ। पिरो चटनी, आलुको अचार अनि चटपटे। हजुरहरूलाई चाहिँ कोलाई चाहिँ यो शनिबार मेला यो जसलाई चाहिँ हामी महिला उद्यमशील मेला भनेर अहिले हाम्रो नगरपालिकाले खोलेको मेला हो हैन। कसलाई यो बारे थाहा छ अनि को चाहिँ कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। स्पेशली हाम्रो धनगढीबाट हुनुहुनेहरूले चाहिँ स्पेशल माया सपोर्ट देखाइदिनु होला। हाम्रो यो धनगढीको यो मेलाको बारेमा चाहिँ सबै ठाउँ पुगोस् भनेर सेयर पनि गरिदिनु होला। कोदोको सेलरोटी, पकौडा अनि अचार, डिफ्रेन्ट प्रकारको अचारहरू हैन, बटुक अनि हाम्रो छ इमलीको अचार। यस्तो परिकारहरू चाहिँ टेस्ट गर्नु छ भने हजुरहरू एकपटक महिला उद्यमशील मेला चाहिँ पक्कै भिजिट गर्नुहोस् है। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। किप लभिङ, किप सपोर्टिङ। थ्याङ्क यू, बाई बाई।